जापानमा स्टुडेन्टले 1 महिनामा सेभिङ गर्ने भन्दा 2 गुणा बढी, मलेसिया, कतार, दुबई जानेले 2 गुणा बढी सेभिङ गर्छ भन्दा गफ जस्तो लाग्न सक्छ। विगत 1 वर्षदेखि मैले एउटा मात्र ब्याङ्कमा काम गरेको छु र महिनाको 1,80,000 कमाउँदा मेरो 20,000 पनि सेभिङ हुन कम हुन्छ। यदि कोही मलेसिया, दुबई, कतारमा हुनुहुन्छ भनेदेखि उहाँहरूले महिनाको मिनिमम पनि 40,000 त सेभ गर्नुहुन्छ। स्टुडेन्ट भिजामा आएर ल्याङ्ग्वेज बनाएर राम्रो कम्पनी छिरेर फ्युचरमा तपाईँले पैसा कमाउन सक्नुहुन्छ। तर स्टुडेन्ट भिजामा बसेर तपाईँले पैसा कमाउन गाह्रो हुन्छ। यदि तपाईँले ह्यान्ड क्यास गर्नुभयो भनेदेखि स्टुडेन्ट भिजामा फेरि पैसा टन्नै हुन्छ। तर अहिले ह्यान्ड क्यास गर्दाखेरि भिजामा धेरै नै प्रब्लम आउँछ। त्यही भएर तपाईँ स्टुडेन्ट भिजामा काम गरेर पैसा टन्न कमाउने सोचमा हुनुहुन्छ भनेदेखि तपाईँ यो सोच फ्यालेर एसएसडब्ल्यू भिजामा आउनु कि त कतार, मलेसिया, दुबई गएर पैसा कमाउनु। स्टुडेन्ट भिजामा जापान आएर पैसा कमाउनु अहिलेको सिचुएसनमा गाह्रो। भिजा जोगाउने हो भनेदेखि ह्यान्ड क्यास गर्न भएन, ह्यान्ड क्यास नगरेदेखि पैसा आउँदैन। अब आफै सोच्नु, ह्यान्ड क्यास गर्ने कि नगर्ने। डिसिजन इज योर्स। फ्युचर तपाईँको हातमा छ। पैसा कमाउने कि फ्युचर बनाउने।